यो हाम्रो श्री बलमेष्टा मन्दिरको पहिलो गेट हो भने यो गेट हुँदै यसरी हाम्रो यो मन्दिर जाने बाटो हो। यहाँबाट यसरी यो माथि गइन्छ भने यता चौतारा छ, त्यसपछि यता हाम्रो हिमकुण्ड हो। यसरी घुमेर आउँदाखेरि हाम्रो यता कालिकाको थपना छ भने यसको माथिपट्टि हाम्रो सामग्रीहरू राख्ने स्टोर रुम छ। यो हाम्रो मन्दिर हो। त्यसपछि यसरी वरिपरि परिक्रमा गरिन्छ। यो घण्टहरू राख्ने स्थापना गर्ने खम्बा बनिरहेको छ। यसरी घुम्दै आउँदा त्यसपछि यो हाम्रो मूल ढोका हो। यहाँबाट भित्र जाने ठाउँ यही हो। यसरी भित्र गइसकेपछि यो हाम्रो दायाँ साइडको ढोका भनेको श्री सिलाडा पर्वको थान हो भने बायाँ साइडको मस्टाको ढोका हो। यसरी हाम्रो बलमेष्टा मन्दिर निर्माण भएको छ। केही भन्न बाँकी छ अझै पनि। चारैतर्फ हेर्न सकिन्छ। वारिपारि पुरै 9-20 कुलदेवमाण्डु, बरमतोला, 12-20 त्रिवेणी नगरपालिका र बुढीगङ्गा नगरपालिकाको चारैतर्फ हेर्न सकिन्छ। यो आज तुवालो लागेको हुँदाखेरि सबै ठाउँ हेर्न देखिएको छैन। उता मालिकाको ठाउँ, मालिका भगवती माताको मन्दिरको स्थान पनि राम्रोसँग देख्न सकिन्छ। आज कुहिरो लागेको हुँदाखेरि